सबैजनालाई नमस्ते। मेरो नाम सुजाता थापा अनि हामी चाहिँ न्युजिल्यान्डमा अहिले खाली टाइम भइरहेको बेलामा चाहिँ वाइ नट पोडकास्ट नेपालमा मैले काम गरेको थिएँ। सो द्याट मलाई त्यही कामलाई चाहिँ अलिकति कन्टिन्युटी दिनु मन लाग्यो। सो द्याट वी आर स्टार्टिङ हियर। अनि आजको गेस्ट हुनुहुन्छ विकल्पजी चाहिँ स्वागत छ हजुरलाई। धन्यवाद। छोटो मैले नाम त भनिसकेँ तर हजुरको छोटो परिचय दिनु न। मेरो नाम चाहिँ विकल्प जीसी। म चाहिँ नेपाल प्युठान, मेरो घर चाहिँ प्युठान हो। न्युजिल्यान्ड आएको चाहिँ 3 वर्ष, अलमोस्ट 3 इयर्स भयो। ओके, अलमोस्ट 3 इयर्स भयो। हजुर चाहिँ सुरुमा आउँदाखेरि चाहिँ कुन कोर्समा आउनुभयो? म स्टार्टिङमा चाहिँ लेभल 7 हेल्थ केयर म्यानेजमेन्ट, हेल्थ केयर रिलेटेड सब्जेक्ट, हेल्थ केयर एन्ड वेलबिङमा आएको। त्यति बेला चाहिँ हाम्रो लाइक लेभल 7को लागि चाहिँ पिएसडब्ल्यू थिएन, त्यो चाहिँ हटाइदिएको थियो सरकारले, न्युजिल्यान्ड सरकारले। त्यही भएर चाहिँ लेभल 7 पछि फर्दर स्टडी चाहिँ अहिले चाहिँ मास्टर्स इन म्यानेजमेन्ट हेल्थ केयर गरिरहेको छु। सो अहिले चाहिँ फेरि त्यो लेभल 7को लागि चाहिँ गभर्मेन्टले 6 मन्थको पिएसडब्ल्यू लाइक जब सर्च टाइम पिरियड भनेर छुट्याइदिएको छ। हामी चाहिँ अनलक्की पऱ्यौँ। मैले चाहिँ अहिले आउने मान्छे यो। ओके, ठिक छ। हजुर चाहिँ प्लस 2 गरेर आउनुभएको यता लेभल 7 गर्नको लागि कि के? होइन, म चाहिँ ब्याचलर्स नेपालमै सकिसकेको थिएँ। त्यसपछि ब्याचलर्स सकाएर पनि 1 वर्ष त्यही यताउता भनौँ न बिजनेस गरेर अनि त्यसपछि फेरि वाइ नट एब्रोड स्टडी भनेर अनि फेरि यता आएको। ए, हजुरले नेपालमा बिजनेस पनि गर्नुभयो? अनि कस्तो भयो त नेपालको बिजनेस? ब्याचलर्स रन गर्दा पढ्दाखेरि अनि बिजनेस रन गर्दै ब्याचलर्स रन पढिरहेको थिएँ। हजुर। अनि त्यसपछि ब्याचलर्स पछि पनि 1 वर्ष बिजनेस रन गरेर अनि पछि चाहिँ यता आएको लाइक फर्दर स्टडी गर्न लाइक मन लाग्यो। त्यसपछि बिजनेस लाइक ठिकै थियो भनौँ न, लाइक सर्भाइभलको लागि हुन्छ। तर त्यही हो, नेपालमा अब धेरै तरिकाको हुन्छ, आन्दोलन यताउता गर्ने लाइक एकदमै पिक लिन सक्दैन एक्कासी बिजनेसले। लाइक टेक्स लाइक लङ टाइम, 10-15 इयर्स। सो त्यति लेभलको प्यासन भएन, त्यही भएर चाहिँ फर्दर स्टडीको लागि। ए, हजुरलाई भनेपछि पहिलादेखि विदेश आउनु मन थियो कि हजुरलाई चाहिँ नेपालमै बस्नु मन थियो? हजुरलाई के थियो, लाइक के इन्ट्रेस्ट? यदि विदेशै आउनु मन भएको भए प्लस 2 पछि आउने विचार गर्नु भएन कि गर्नुभयो कि नै, कि ब्याचलर पछि लाइक के थियो हजुरको चाहिँ प्लानिङ? मेरो पहिलाको प्लानिङ चाहिँ नेपालमै बसेर बिजनेस गरेर लाइक वान अफ राम्रो बिजनेसम्यान भन्छु भन्ने टार्गेट थियो। तर अब सबै कुरा आफूले सोचेको जस्तो हुँदैन होइन। अब फ्यामिली ब्याकग्राउन्ड पनि हुनु पऱ्यो। लाइक मिडल क्लास फ्यामिलीबाट लाइक हाई लेभलको बिजनेस सोच्नु गाह्रो होइन। अनि त्यसको लागि पैसा जुटाउनु पनि गाह्रो। अनि नेपालमा बिजनेसको अनसर्टेनिटीको कारणले गर्दा चाहिँ पछि यता आउनु पऱ्यो। किनभने मेरो प्लान चाहिँ नेपालमै बसेर बिजनेस गर्ने थियो पहिलादेखि नै। ल केही हदसम्म चाहिँ गरे पनि ल त्यो लेभल पनि पार गरेर फेरि यता विदेश आउनु। ओके, भनेपछि हजुरको चाहिँ बिजनेसको लाइक करियर चाहिँ अनसक्सेसफुल भएर चाहिँ हजुरले चाहिँ एब्रोड स्टडी चाहिँ अनि एब्रोडमा चाहिँ आफ्नो करियर बनाउने उस गरेर प्रयासमा चाहिँ यता आउनुभएको? लाइक अनसक्सेसफुल भन्न नि मिल्दैन, किनभने त्यस्तो अनसक्सेसफुल नै भएको होइन, पनि सक्सेसफुल भएको भए त हजुर यहाँ आउनु तर हुन्थेन होला नि लाइक त। सर्ट पिरियड अफ टाइममा लाइक धेरै लाइक फर्को मार्न सकिँदैन रहेछ भन्ने चाहिँ त्यो चाहिँ रियलाइज भएर अनसक्सेसफुल भन्ने चाहिँ अब 10-15-20 वर्षै गरेको भए चाहिँ त्यो त्यसपछि अनसक्सेसफुल भएको भए छुट्टै कुरा। तर सर्ट पिरियड अफ टाइममा त्यो रियलाइजेसन भयो हजुरलाई चाहिँ छिटो? लाइक टाइम लाग्छ एकदम। लाइक बिजनेस गर्नलाई पनि नेपालमा एकदमै लङ टर्मको लागि एकदमै 10-15-20 वर्षै लाग्छ भन्ने त्यो रियलाइजेसन भएर यता विदेश। ए, भनेपछि हजुरले अहिले चाहिँ के गरिराख्नु भएको छ त? अहिले त के गर्ने, पढिरहेको छु कि लाइक मास्टर्स गरिरहेको छु। म ब्याचलर्स गरेको थिएँ अनि यता आएर अहिले मास्टर्स लाइक बेसिक मास्टर्स पढाइ भनेको अहिले चाहिँ बेसिक भइसक्यो होइन यो विश्वभरि नै। त्यही भएर एटलिस्ट मास्टर्स चाहिँ गर्नुपर्छ। अब पछि पिएचडीको लागि पछि अब सोचौँला भनेर अहिले चाहिँ मास्टर्स गर्दैछु। ओके, ठिक छ। हजुरले चाहिँ धेरैजना नेपालबाट आउने स्टुडेन्टको र नेपालबाट चाहिँ फर्दर प्लानिङ गरिराख्नु भएको जुन स्टुडेन्टहरूलाई चाहिँ मास्टरमा पढ्न आयो भने चाहिँ हामीले मास्टरमा लागेको लोन चाहिँ कति टाइमसम्म पे ब्याक गर्न सक्छौँ भन्ने धेरैजनाको क्वेरी छ है।
हजुरले चाहिँ आफ्नो लोन सकाउनु भयो कि नै? अब जस लोन थियो वा थिएन, जे होस् हजुरले पढ्नलाई खर्च गरेको कतिसम्म चाहिँ कभर अप गर्नुभयो? कस्तो हुन्छ भने लाइक मह्म। मास्टर्स या ब्याचलर्स अब दुइटै अब मास्टर्स 2 वर्षको हुन्छ, ब्याचलर्स 3 वर्षको हुन्छ होइन। तर ब्याचलर्सको यहाँ चाहिँ कस्तो हुन्छ भने इयरली फी हुन्छ नि त, इयरली फी लाइक 30 to 40K न्युजिल्यान्ड डलर हुन्छ। त्यो भनेको नेपाली लगभग अलमोस्ट 30 लाख 30 to 35 हो। यताउता खर्च हुँदाखेरि 40 लाख जति मिनिमम खर्च हुन्छ होइन एउटा कोर्सको लागि। लेभल 7मा चाहिँ कम हुन्छ, 15-20 लाख हुन्छ। तर लेभल 7भन्दा ब्याचलर्समा गयो मास्टर्समा गयो भने चाहिँ अलिकति आएको हुन्छ। त्यो कोर्स हेरेर पनि हुन्छ, तर लाइक विदिन द्याट पिरियड अफ टाइम अलिक गाह्रै छ लाइक ऋण तिर्न। लाइक तर पनि हाफ अफ द लोन राम्रो काम पायो लाइक त्यही अनुसार मिल्यो भने हाफ अफ द लोन चाहिँ तिर्न सकिन्छ जस्तो लाग्छ कि अब पैसा बचाउने अब पढ्ने इट डिपेन्ड्स। टाइममा नै हाफ जति चाहिँ तिर्न हाफ सकिन्छ। जति तिर्न सकिन्छ किनभने लाइक कसरी तिर्न सकिन्छ? लाइक स्टुडेन्टले त लाइक विकली मन्थली 25 आवर मात्रै काम गर्न पाउँछ। 25 आवरली काम गऱ्यो भने पनि कति 8 लाइक 8 9 त्यही हो लाइक जस 1 लाख महिनाको लाइक 80 to 1 लाख जति चाहिँ बचाएर चाहिँ स्टुडेन्टले पठाउन सक्छ नेपालमा जस्तो लाग्छ पढ्ने बेलामा चाहिँ पढ्ने होइन? बेलामा। किनभने अब एकदमै होइन त्यो लाइक हाई लेभलको खर्च गर्ने त्यही अनुसारको मह्म। लाइफस्टाइल बन्नु गर्ने भनी चाहिँ गाह्रो छ होइन। तर मेहनत गरेर कमाउने अनि त्यसपछि बचाएर लाइक लिमिटेड यति एमाउन्ट चाहिँ मैले रेन्ट ग्रोसरी भनेर लाइक डिभाइड गरेर क्यालकुलेट गरेर गऱ्यो भने चाहिँ बचाउन सक्छ त्यति जति लाग्छ मलाई चाहिँ। ओके, किनभने अनि भनेपछि स्टुडेन्टले तपाईँको राम्रो काम पायो भने अब भ्याकेसनहरू हुन्छ त्योहरूमा पनि काम गर्न पायो, फुल टाइम पाउँछ नि त भ्याकेसनहरूमा। त्यति बेला कमाउन सक्यो अलिकति 1-2 महिना भए पनि। अब युनिमा भयो भने चाहिँ 3-4 महिना लाइक लङ भ्याकेसन हुन्छ, लाइक समर भ्याकेसन हुन्छ, विन्टर भ्याकेसन पनि हुन्छ होइन। त्यसले गर्दा चाहिँ अलिकति त्यही हाफ अफ द लोन चाहिँ पे गर्न सक्छ जस्तो लाग्छ इयरको। 1 वर्षमा काम गऱ्यो भने जस्तो लाग्छ। 1 वर्ष। ओके, मास्टर पढ्ने अथवा ब्याचलर पढ्नेले चाहिँ हाफ अफ द लोन चाहिँ पढ्ने बेलामै चाहिँ सकाउँछ, अनि अरू चाहिँ पिएसडब्ल्यूमा। त्यो अब डिपेन्ड्स हो, अब लाइक सकाउन मेरो विचारमा चाहिँ सकाउन सक्छ लाइक मेहनत गऱ्यो भने भन्ने कुरा हो। अब इट डिपेन्ड्स तर पर्सन अनि उसको हार्डवर्क अनि उसको काम पायो भने। अनि न्युजिल्यान्डमा चाहिँ काम पाउनु कति गाह्रो छ अनि कति सजिलो छ? अनि न्युजिल्यान्डमा म आउने बेलामा चाहिँ मैले लाइक भिजा आएको लाइक 1 हप्तामै काम पाएको थिएँ। सुरुमा रेस्टुरेन्टबाट काम सुरु गरेँ। रेस्टुरेन्टमा एज अ लाइक डिसवासर। ओके। त्यसपछि त्यही रेस्टुरेन्टमा बिस्तारै बिस्तारै फ्रन्ट अफ द हाउसतिर गएँ। अनि त्यसपछि सुरुमा त्यसपछि चाहिँ मेरो फिल्ड हेल्थ केयर थियो। अनि त्यसपछि हेल्थ केयरतिर चाहिँ आफ्नो काम विदिन 3-4 मन्थ्स पाएको थिएँ। अलिकति रिफरेन्स पनि चाहिन्छ यहाँनिर चाहिँ होइन, रिफरेन्सको पनि आवश्यकता पर्छ। त्यही भएर आफूले अब सर्कल बनाउने, मान्छे चिन्ने, अनि तपाईँको स्पोर्ट्सहरू छ यहाँ, नेपालीहरूको क्लबहरू छ, नेपाली कम्युनिटी छ, आफू जाने प्रेजेन्ट हुने। अनि त्यसपछि त्यही अनुसारले रिलेसनसिप बनाउने। अनि त्योबाट लाइक त्यस्तो रेफरेन्सहरूले पनि धेरै काम गर्छ होइन। त्यो भयो भने चाहिँ एकदमै काम पाउनुको लागि अलिक इजी हुन्छ, किनभने घुलमिल हुनु पऱ्यो। ओके, भनेपछि लाइक हाम्रो नेपालमा जस्तै चिनेको मान्छेले काम लगाइदिन्छन् भने जस्तै यहाँ पनि त्यो चल्छ? त्यो चल्छ, तर अब त्यो आफू चाहिँ लोयल हुनु पऱ्यो होइन, आफूले राम्रो काम गरेर देखाउनु पऱ्यो, त्यो पनि हो एउटा होइन। तर त्यो रेफरेन्स पनि राम्रै चल्छ। ओके, ठिक छ। हजुरको चाहिँ सुरुमा किचन ह्यान्डको काम गर्नुभयो, अनि त्यही रेस्टुरेन्टमा चाहिँ फ्रन्ट अफ हाउसको काम गर्नुभयो, अनि त्यसपछि चाहिँ हजुरको आफ्नो कोर्सतिर केयर गिभरको काम गर्दै हुनुहुन्छ अहिले। ओके, अनि कस्तो छ त कमाइ हजुरको? कमाइ स्टुडेन्ट लाइफमा त्यही हो कमाइ, मैले भने नि त्यही। अब मेरो चाहिँ एउटा यहाँ चाहिँ कस्तो छ भने एउटा सर्टेन क्वालिफिकेसन भइसकेपछि त्यही अनुसारको पे लेभल पे रेट हुन्छ होइन। त्यसले गर्दा चाहिँ अब पढ्दै पनि लेभल 7को लाइक स्टडीले मेरो काममा चाहिँ सपोर्ट गरेको, किनभने त्यही अनुसारको पिरियड छ। त्यही भएर काम गर्दै पढ्न अनि अलिअलि पैसा तिर्नलाई ठिकै भइरहेछ भनौँ न। ठिकै भइरहेछ। ओके, भनेपछि जे होस् न्युजिल्यान्डमा आएर चाहिँ पछुतो चाहिँ छैन, रिग्रेट फिल चाहिँ भएको छैन? त्यस्तो रिग्रेट फिल छैन, किनभने काम मेहनत गर्नु पऱ्यो। जहाँ मेहनत गरेर गरे पनि
मेहनतको फल पाइन्छ। मह्म। यो लाइक विदेशमा चाहिँ मेहनत गरेर जति मेहनत गरेर त्यही अनुसार आफूलाई फल पाउने हो। ओके। त्यही भएर त्यस्तो रिग्रेट छैन, आफूले कति गर्न सक्यो त्यही अनुसार भइरहेको छ भनौँ न। ए ओके, ठिक छ। अब हजुरको चाहिँ मास्टर लेभलको पिएसडब्ल्यू आउने टाइम भइरह्यो होला होइन? र ठिक छ, अब नेपालबाट आउने स्टुडेन्टहरूलाई चाहिँ हजुरले चाहिँ ब्याचलर्स सकाएको स्टुडेन्टलाई चाहिँ मास्टर पढ्न आऊ भन्नुहुन्छ कि फेरि यता के डिप्लोमा कोर्सतिर आऊ भन्नुहुन्छ? जुन हजुरले गल्ती गर्नुभयो नि, लेभल 7 पढ्नु पऱ्यो, डाइरेक्ट मास्टर गर्न सक्नुहुन्छ, हजुरले त ब्याचलर पनि गर्नुभएको थियो। सो द्याट त्यो गल्ती नदोहोऱ्याउनको लागि चाहिँ के भन्न चाहनुहुन्छ त स्टुडेन्टहरूलाई चाहिँ अहिले? त्यो लाइक +2 गरेर +2 नर्सिङहरू गरेर चाहिँ लेभल 5 लेभल 7मा आउने धेरै हुनुहुन्छ स्टुडेन्टहरू होइन। मह्म। मेरो टाइममा पनि मैले पढ्दा धेरै हुनुहुन्थ्यो, उहाँलाई पनि लाइक गाह्रो भयो, किनभने उता नेपालमा कन्सल्टेन्सीहरूले चाहिँ यो पिआर पाथवे हो, सहिल्यै काम पाउँछ भनेर पठाउनुहुन्छ होइन। तर अलिकति गाह्रो छ यो चाहिँ तपाईँको, किनभने लेभल 7 गरिसकेपछि पिएसडब्ल्यू हुँदैन, लाइक 30 लाख जति यति खर्च भइसकेको हुन्छ स्टुडेन्टको। मह्म। त्यसपछि पनि फर्दर स्टडी गर्नु पऱ्यो नि त आफूले, त्यसको लागि फेरि लाइक 40-50 लाख लाग्छ होइन। मह्म। त्यसको लागि अब सबै त प्रिपेयर भइसकेको हुँदैन नि त, लाइक मिडल क्लासको मान्छेहरूले त्यत्रो पैसा जुटाउनु गाह्रो हुन्छ नि त। फेरि एकचोटि ऋण लगाइसकेछ अनि 1 वर्षको कोर्समा त्यो काम यताउता खोज्दा खोज्दै लाइक 5-6 महिना पनि जान सक्छ कतिको होइन। त्यो 1 वर्ष लाइक 1 वर्षमा त्यो पहिलाको पैसा पनि तिर्न सम्भव हुँदैन होइन। लाइक किनभने आइसकेपछि लाइक काम पाइसकेपछि चाहिँ इजी हुन्छ, तर काम खोज्नु पऱ्यो, यताउता गर्नु पऱ्यो होइन। त्यो भएर चाहिँ अलिकति गाह्रो हुन्छ होइन। त्यो भएर चाहिँ अब सोचेर आउनुपर्छ, किनभने ब्याचलर्समा आउनु भन्छु होइन, +2 गरेको मान्छेहरू। अनि कि भने चाहिँ मास्टर्स चाहिँ गरेर ब्याचलर्स गरेर मास्टर्समा चाहिँ राम्रो, किनभने मास्टर्स गरेर डिपेन्डेन्टलाई पनि लाइक इजिली ओपन भिजा आउँछ। अनि डिपेन्डेन्टली काम गऱ्यो भने एकजनाले पढ्दाखेरि अलिक स्ट्रेस कम हुन्छ, त्यही अनुसारको अलि लाइक लोन पनि तिर्न सक्छ भन्ने कुरा चाहिँ हो। ए ठिक छ, ठिक छ। अनि कस्तो हुन्छ भन्दाखेरि यहाँ चाहिँ इन्टरनेसनल स्टुडेन्ट, स्पेसली हामी नेपालीकै कुरा गरौँ, नेपाली स्टुडेन्टहरू आउनुहुन्छ अनि उहाँलाई चाहिँ यहाँको सोसाइटीले अनि यहाँको नेपाली समाजले चाहिँ कतिको हेल्प गरे जस्तो लाग्छ, र हजुरले पनि कतिको हेल्प पाउनुभयो यो कुरामा चाहिँ? हेल्प हुन्छ कि हुँदैन यो कुरामा? अब तपाईँको त्यो अब हेल्प गरे भने कति ठाउँमा चाहिँ सपोर्ट पाएको पनि हुन्छ होइन, कतिले चाहिँ पाएको हुन्न, किनभने अब त्यो टाइमिङ मिल्नुपर्छ सबै कुरा होइन। अब कति ठाउँमा कुनै मान्छेले चाहिँ लाइक तपाईँको भन्दा बित्तिकै लाइक 1-2 महिना 1 हप्तामै पनि काम पाएको हुन्छ, लाइक थ्रु लाइक त्यो रेफरेन्स होइन। किनभने अब कति ठाउँमा खाली भएको हुन्छ, त्यो ठाउँमा चाहिँ इजिली हायर गर्न सक्ने भयो होइन। कति ठाउँमा चाहिँ अब त्यही मान्छेले पाइसकेको हुन्न, त्यो आफूमा पनि भर पर्छ, कतिको लागि पर्न सक्छ होइन, कतिको गर्न सक्छ, त्यो पनि त थाहा लाइक हुन्छ नि त मान्छेलाई। लाइक अब मलाई काम चाहिन्छ, म गर्छु जे जस्तो भयो नि भनेर त्यही लागि पऱ्यो भने चाहिँ पाउँछ जस्तो लाग्छ है मलाई। अब कति अब त्यही हो, लाइक डिपेन्ड छैन, अब कति मान्छेहरूले पाएको पनि छ, सपोर्ट भएको पनि छ होइन। अब त्यो मान्छेलाई चाहिँ सपोर्ट भएको जस्तो लाग्छ। कति मान्छेले अब त्यो टाइमिङ नमिलेर अब त्यो इन्ट्रोभर्ट हुन्छ होइन, लाइक इजिली लाइक खोल्न सक्दैन, त्यस्तो मान्छेलाई अब यहाँको सोसाइटीलाई पनि त को मान्छे आएको छ थाहा नहुन सक्छ नि त सबै कुरा। अब त्यो रिच आउट गर्नु पर्यो। रिच आउट गर्नु पऱ्यो, लाइक सोसाइटीसँग रिच आउट गर्नु पऱ्यो, जानु पऱ्यो। सोसाइटीले ट्रेनिङहरू दिन्छ कति कुराहरूमा। कस्तो कस्तो ट्रेनिङ दिइरहेको छ अनि लाइक कतिको हेल्पफुल छ त? सिभीहरू बनाउन होइन, अब बारिस्टाहरू लाइक स्किल कामहरू चाहिँ को ट्रेनिङ चाहिँ दिइरहेको हुन्छ। लाइक त्यो चाहिँ रिच आउट हुन पऱ्यो, ठिक राम्रै हो त्यो कुरा चाहिँ, किनभने स्टुडेन्टलाई अब त्यही अनुसारको यहाँ आएर लाइक ट्रेनिङ दियो भने यहीँको तरिकाले कसरी घुलमिल हुने सबै सिकाउँछ नि त। त्यो भएर त्यो राम्रो काम हो, लाइक राम्रो कुरा हो जस्तो लाग्छ मलाई, ओके, हेल्पफुल हुन्छ जस्तो लाग्छ। ठिक छ। भनेपछि लाइक नेपालबाट चाहिँ यहाँ पढ्न आउने बेलामा चाहिँ स्टुडेन्टले चाहिँ के कस्तो स्किल्सहरू चाहिँ आफूमा लिएर आउन चाहिँ एकदमै इम्पोर्टेन्ट छ, अनि त्यो स्किल चाहिँ यहाँ मजाले काम पाइन्छ भन्ने जस्तो हुन्छ? लाइक कुन कुन स्किल्स होला चाहिँ त्यता? स्किल्ड मान्छेहरूले लाइक काम पाउनको लागि जहाँ पनि सही जस्तो लाग्छ है मलाई चाहिँ। किनभने स्किल काम भनेको लाइक इजिली आफूलाई मार्केटमा लाइक बिकाउन सक्ने काम हो। लाइक जस्तै अब यहाँ चाहिँ
बारिस्टाहरू भयो होइन, अब त त्यसपछि लाइक रेस्टुरेन्टहरूमा, अनि त्यसपछि अब नर्सहरू, एज अ नर्सहरू लाइक नेपालमा हस्पिटलहरूमा काम गरेको छ नि एज अ एससिएहरू होइन, लाइक इनिसियल फेजमा एससिए नै दिन्छ। एससिएहरू लाइक चाहिँ एकदम काम पाउन चाहिँ त्यो कामहरू चाहिँ सजिलो जस्तो लाग्छ कि मलाई चाहिँ। यहाँ यहाँ चाहिँ ओभरअल सिनेरियो होला लाइक बारिस्टाहरू, अनि लाइक सेफ बारिस्टा सेफहरू पनि, रेस्टुरेन्टको सेफहरू एक्सपिरियन्स छ भने होइन। त्यसपछि यो एज अ नर्सहरू चाहिँ एससिए होइन, हेल्थ केयर वर्करहरूले चाहिँ आफ्नो क्वालिफिकेसन अनि त्यसपछि नेपालमा एक्सपिरियन्स छ भने चाहिँ यो काम पाउनु चाहिँ इजी छ। अरू लाइक नर्मल काम पनि पाउँछ, लाइक नपाउने होइन, तर अब टाइमिङ मिल्नु पऱ्यो। यी त्यही खाली लाइक खाली भएको ठाउँमा चाहिँ अब त्यो टाइमिङमा चाहिँ सिभीहरू जानु पऱ्यो होइन, त्यसको रिप्लेसमेन्टमा त्यो लाइक अप्सन हुनु पऱ्यो, त्यही अनलाइन एप्लाई गर्दा बेटर कि डोर टु डोर गएर चाहिँ आफ्नो सिभी छोड्दा बेटर हुन्छ होला त नि? अनलाइन एप्लाई गर्दा पनि लाइक नट ब्याड होइन। अब अनलाइन एप्लाई गर्दा पनि रेस्पोन्स आउँछ, तर अनलाइनमा अलिक टाइम लाग्ने भएको हुनाले यहाँको प्रोसेसिङ हुन्छ। लाइक 1-2 महिनाको लागि अनलाइनमा एप्लिकेसनहरू ओपन गरेर त्यसपछि त्यो हायरिङ प्रोसेस गर्दा टाइम लाग्छ। त्यो पनि लाइक पाउन चाहिँ लाइक नट त्यो नपाउने भन्ने नपाउन सक्छ, तर त्योभन्दा डोर टु डोर जाँदा चाहिँ राम्रो हो। लाइक किनभने आफ्नो इन्ट्रोडक्सन हुन्छ गएर होइन, आफै लाइक पर्सनल भिजिट हुन्छ। अब त्यो आफ्नो लाइक आफ्नो लाइक कतिको इम्प्रेसनहरू हुन्छ होइन, आफ्नो कति कन्फिडेन्स लेभल छ त्यो हेरेर चाहिँ जान सक्छ भन्ने कुरा। ओके, भनेपछि डोर टु डोर पनि अलिकति बेटर वे भयो है, किनकि आफै गइन्छ अनि मान्छे चाहिन्छ, अनि मान्छेलाई पनि थाहा हुन्छ कि यो मान्छे काम गर्ने कुरा गर्दै पनि लाइक इन्ट्रेक्सन म्यानेजरसँग इन्ट्रेक्सन गर्ने के थाहा इम्प्रेस भइहाल्छ कि राखिहाल्छ भन्ने नि हो है। ओके, ठिक छ। अनि अब जुन अहिले यो वर्किङ भिजा यताउता कति धेरै स्क्याम छ, अनि कति धेरै मलाई त्यो ऊ पनि आएको थियो कि यो वर्किङ भिजामा न्युजिल्यान्डमा आउन पाइन्छ कि पाइँदैन भनेर, मलाई चाहिँ कतिजनाले यो मेरो भिजा वर्किङ भिजा हो यो रियल हो कि फेक हो भनेर पनि चेक गराउन लगाउनु भएको थियो। यो चाहिँ वर्किङ भिजाको यो केस के हो, हजुरलाई त केही थाहा छ त्यस्तो धेरै? कि त्यस्तो धेरै त थाहा छैन, तर वर्किङ भिजाको केस के हो भने चाहिँ कम्पनीहरू जेन्युन कम्पनीहरूले लाइक तपाईँको एक्सपिरियन्सको आधारमा चाहिँ अफर गर्ने हो होइन। त्यो लाइक कम्पनीले अरू थ्रु अफर गर्दैन। कम्पनीले लाइक अफर गर्यो भने तपाईँ सिधै लाइक तपाईँलाई नै रिच आउट गर्छ होइन। त अब लाइक कतिहरू यहाँ कस्तो हुन्छ भने कति यो तपाईँको यो कन्सल्टेन्सीहरूले होइन लाइक पर्सनल मान्छेहरूले चाहिँ म तँलाई जागिर लगाइदिन्छु यस्तो यो अफर यो हो भनेर देखाउने, त्यो चाहिँ अलिकति त्यस्तो चाहिँ हुँदैन, त्यो फेक हुँदैन। यहाँ चाहिँ कस्तो हुन्छ नि, कम्पनीले तपाईँले आफै एप्लाई गरेर आफैले कम्पनीले अफर पठायो भने चाहिँ त्यसलाई त्यो जेन्युन हो होइन, त्यसपछि प्रोसेस गर्दा हुन्छ। तर अरू थ्रुबाट चाहिँ अलिकति गाह्रो हुन्छ यहाँ चाहिँ तपाईँको, त्यस्तो चाहिँ मैले चाहिँ सुनेको छैन। अब त्यो लाइक हुनसक्छ, तर 100मा लाइक 10% चान्स त्यस्तो हुन्छ, त्यो जस्तो लाग्छ मलाई। ओके, एट द एन्ड हामी चाहिँ अन्त्यमा छौँ। अन्त्यमा चाहिँ हजुरले नेपालमा अन्यलमा हुन्छ नि कुन कन्ट्री जाऊँ भनेर कसैले न्युजिल्यान्ड आयो भने हजुरले आउनुहोस् भन्नुहुन्छ कि नआउनुहोस् भन्नुहुन्छ? त्यो अब न्युजिल्यान्ड अब लाइक आई मिन लाइक एउटा एभरेजमा चाहिँ हजुरको लाइक के छ त, अनि हजुरको पर्सेप्सन के छ? कस्तो लाइक पैसाको आधारमा कुरा गर्ने भने अरू कन्ट्री जस्तो न्युजिल्यान्डमा त्यस्तो धेरै पैसा कमाउन सकिन्न। स्टुडेन्टहरूले पनि धेरै पैसा कमाएको, जस्तै अब त्यो जापानमा होइन, अनि अस्ट्रेलियामा युएसमा पनि कमाउँछ नि त स्टुडेन्ट काम गर्नु पाउनु, तर पनि गरेर आउँछ नि त्यो लाइक त्यस कम्पेरिजनमा चाहिँ त्यस्तो धेरै पैसा कमाउन गाह्रो छ। काम लाइक काम भन्नाले लाइक लिमिटेड मान्छेहरू छ, एकदम सानो कन्ट्री छ नि त, सानो कन्ट्री थोरै मान्छे, तर लाइक एकदम पिसफुल इन्भाइरोमेन्ट। अनि नेपालको जस्तै यो नेचर चाहिँ नेपालको जस्तै छ होइन। अनि त्यो नेचर लाइक बस्नको लागि चाहिँ एकदमै राम्रो छ। अब त्यो तपाईँलाई नेचुरली पिस होइन, त्यस्तो धेरै पैसाको आवश्यकता छैन। लाइक विदेशको लाइफ लाइक रमाइलो तरिकाले बिताउँ भन्नुहुन्छ भने आउँदा एकदम बेस्ट। तर पैसा कमाउने हो मैले भनेर पैसाको लागि विदेश जाने हुन्छ भने चाहिँ अलिक गाह्रै छ न्युजिल्यान्डमा। अरू कन्ट्री जस्तो भनौँ न, पैसा नकमाउने भने कमाउँछ सबैले, तर अलिक गाह्रो
त्यस्तो धेरै कमाइ हुन्न भनौँ न, लाइक आफ्नो लाइक लाइफ चाहिँ रमाइलो तरिकाले बित्छ, लाइक तर पैसा त्यस्तो धेरै कमाउन चाहिँ सकिन्न भन्दैन अब जस्तो एक्सपेक्टेसन लाग्छ। अरू कन्ट्रीको जस्तो नराख्दा भयो, त्यही तर त्यही कमाइ पनि हुन्छ, त्यति साह्रो नहुने चाहिँ नहुने होइन, पनि हुँदैन। नहुने ओके, चाहिँ होइन। ल ठिक छ। त्यो लाइक राम्रो स्किल, हाई स्किल जस्तै इन्जिनियरहरू होइन, मह्म, डक्टरहरूको, नर्सहरूको कमाइ चाहिँ राम्रै छ यहाँ पनि होइन। मह्म। अब नर्मल कामहरूको चाहिँ त्यस्तो बाहिर जस्तो चाहिँ नर्मल काममा पनि राम्रो पैसा कमाउने छैन जस्तो लाग्छ। ओके, ओके, धन्यवाद हजुरको महत्त्वपूर्ण समय र विचारको लागि, धेरै धेरै धन्यवाद हजुरलाई। हजुरलाई पनि धन्यवाद छ यहाँ बोलाइदिएर आफ्नो दुई चारवटा कुराहरू राख्न दिनुभएकोमा। ल अनि हाम्रो सम्पूर्ण जति पनि हामीलाई हेरेर साथ दिने दर्शकहरूलाई पनि धन्यवाद छ। धन्यवाद।